लड्यो खत्म बाय बाय टाटा गुड बाय गया। हेलो वेलकम गाइज, के छ खबर? तपाईँहरू सन्चै हुनुहुन्छ? तपाईँहरूले हेरिदिनुहुन्छ अहिले राजनाक्षी बोय युट्युब च्यानल र आज चाहिँ बेलुका बेलुका हुन आँटेको छ र हामी चाहिँ स्केटिङमा जान लागेको हेर्न सक्नुहुन्छ स्केटिङ। सो गाइस म चाहिँ बाटोमा आइसकेको छु। नेक्स्ट चाहिँ स्केट सु हेर्न सक्नुहुन्छ यस्तै छ, चक्काहरू पुरै घिसिएर हेर्न सक्नुहुन्छ, पुरै घिसिरहेछ। नयाँ चक्कालाई यसको पुरै सेटलाई 1000 रुपियाँ, यसको सेटलाई 1000 रुपियाँ। चक्का चाहिँ अलग हुन्छ र अब चाहिँ म जुत्ता लाउन लागेको यही हो। मैले चाहिँ जुत्ता लगाइसकेको छु। लेट्स चाहिँ जाँदैछु यसो हेर्नु सक्नुहुन्छ। अनि जुत्ता हेर्न सक्नुहुन्छ मेरो यस्तै हो जुत्ता गाइस। अनि म अलिकति प्रोफेसनल भएको छैन है गाइस। अनि मेरो केटो चाहिँ आउँदैछ उताबाट हेर्न सक्नुहुन्छ। सो गाइस हेर्न सक्नुहुन्छ ऊ चाहिँ आइसकेको छ हाम्रो केटो। अलिकति उसले पनि ऊ र मैले सेम दोकानमा किनेको स्केट सुज। उसको स्केट सुज ब्ल्याक, मेरो स्केट सुज वाइट र हामी दुइटाले चाहिँ मोडिफाई गरेको, उसको एक्सचेन्ज गरेको। अब हामीहरू निस्किने स्केटिङमा ल। मोडिफाई अलिकति उसको पनि स्टोन हेराउँछु है तपाईँहरूले ल। स्टोन हेराउनु रेडी लेट्स सी गाइस हेर्न सक्नुहुन्छ हाम्रो केटा चाहिँ कुदाउँदैछ एकदम मजाले। लेट्स सी कमल चोकमा आइसकेको छौँ हामीहरू। यो केटो चाहिँ स्टोन देखाऊ भन्दैछु हो। अनि तपाईँहरू पनि चन्द्रगढी भद्रपुर एरियामा बस्नुहुन्छ भने आउनु प्लिज हामीहरूसँग स्केटिङ गर्नु। हाम्रो ग्रुप चाहिँ अहिलेसम्म 2 जना मात्र भएको छ, यसकोभन्दा बढी भएकै छैन। पार्टनरहरू भेटेकै छैनौँ कि हामीहरू। चन्द्रगढी एरियामा हुनुहुन्छ भने आउनुहोस् गाइस। सो गाइस लडेछ है केटो, लड्ने चाहिँ रेकर्ड गर्न बिर्सेँ। म चाहिँ ब्याक स्केटिङ गर्दै थिएँ क्या अलिकति, केटो चाहिँ लडेछ। सेफ्टी चाहिँ जरुरी छ भाइ। त्यस्तो खुट्टा हेर्नु नि, खुट्टा काप्दैछ बिचराको खुट्टा। ल सेफ्टी लगायो केटाले। लेट्स सी मैले म चाहिँ एउटा सेफ्टी मात्र लगाएको छु, प्रोफेसनल भएको छैन अलिकति। हेलो गाइस, यहाँ चाहिँ लुक्चन चाहिँ खेल्दैछ हामीसँग। अब लुक्चन लडेको हेर्नुहोस् गाइस। दुईवटा चक्कामा सिकिसकेको छ त गाइस। यहाँ चाहिँ मैले चाहिँ एउटा चक्कामा पनि सिकेको छुइनँ। आम्बु गाइस, आम्बु बोका जस्तै छ। सो गाइस हामीहरू चाहिँ यहाँ पेट्रोल पम्पमा पुगिसकेको छौँ। अब हेर्नु सक्नुहुन्छ अफ रोडिङमा कसरी हिँड्ने गाइस। अफ रोडिङ आयो भने दौडेर गयो केटा। हेर्नु सक्नुहुन्छ दौडेर त्यहाँ पुगिसक्यो। हेर्नु सक्नुहुन्छ यसरी नै हो अफ रोड पानी गर्ने, दौडिनुपर्छ, कुदाउन मिल्दैन। अब धनुषमोड पुगौँ है गाइस। सो गाइस हामी चाहिँ धनुषमोड पुगिसकेको छौँ। सो गाइस त्यो चन्द्रगढी एरियाहरू हुन्छ नि, त्यहाँबाट अफरोडिङ गर्दै आएको ल्याड्यो भने चाहिँ उता माइनस हुन्थ्यो। सो हेर्नु सक्नुहुन्छ यस्तै हो। अब यत्रो बाटो नि अफरोड गरेको क्या, चन्द्रगढीको बाटो तपाईँहरूले कसले हेर्नुभएको होला। र हामीले कसरी पार गऱ्यौँ भने त्यो त प्रो प्लेयर भन्नुभयो, 2टा जग्गाले अफरोड पार गर्थ्यो। मलाई 4टा जग्गा भएर पनि लास्ट गाह्रो भयो क्या।
अहिले चाहिँ सिधा 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 अहिले चाहिँ हामी गार्मेन्ट चोक जाँदैछौँ होला सो गाइस हामीहरू चाहिँ गार्मेन्ट चोकमै छौँ र हामीले दुइटा चिज अर्डर गऱ्यौँ हेर्नु सक्नुहुन्छ ल अब चाहिँ चिसो कमाइ सो गाइस हेर्नु सक्नुहुन्छ बिचरा गलेर पसिना आइसकेको कति हेर्नु सक्नुहुन्छ ग्यास चाहिने आएछ यतालाई अब यसपछि चाहिँ हामी अञ्जनी मोड जान्छौँ अञ्जनी मोड भनेको उता हो के भन्छ जङ्गलतिर उता स्केटिङ गर्दै गर्दै लागौँ हामी चाहिँ ए यो अञ्जनी मोड होइन उसले पनि थाहा छैन हामी कुकुरहरूसँग धेरै डर लाग्छ ऊ त्यहाँ जाउँ न जुन नास्ता खाऊँ पैसा ल्याएको छु त नास्ता खाऊँ के हुन्छ नास्ता सो पब्लिक रिएक्सन नास्ता खामै हाल्यो यसरी बसेर हामी होटलतिर छिरौँ है गाइस गाइस हामीहरू नास्ता खाने चाउमिन खामै गाइस चाउमिन सो लेट्स सी हामी चाहिँ निस्क्यौँ मोमो सिजन पकाएको त भिडियोमा Everybody. सो गाइस हामी चाहिँ बनुको घरबाट जाँदैछौँ हाम्रो भान्जा हेलो हेलो भनिदेऊ हेलो हेलो धेरै फास्ट नजाऊ त स्ट्यान्ड देखाउन भन्दैछु ऊ फास्ट कुदाउँछ डल्ले मेन्टो की तरह उछल रहा है गांडू लाडो तूने बोतल गिरा दिया यसलाई स्ट्यान्ड देखाउन भन्छु यो चाहिँ मलाई स्पिडै गयो सो हेलो गाइस अब भ्लग एन्ड गरौँ है ल सो गाइस हाम्रो टुर चाहिँ यस्तै हो तपाईँहरू पनि आउनुहोस् गाइस र आजको भ्लग यहीँसम्म तपाईँहरूले मेरो टिकटक आइडी राजवंशी बय सर्च गर्नुहुन्छ त्यहाँबाट म भिडियो हाल्छु र इन्स्टाग्राम सबै आइडी छ मेरो रुपचन राजवंशी सर्च गर्नु भन्छ भने आइहाल्छ रुपचन आरजी युट्युब च्यानल नाम चाहिँ राजवंशी बय तिम्रो के हो अननोन बय उसको चाहिँ अननोन बय धेरै समयसम्म हेरिदिनु भयो होला थ्याङ्क यू सो मच अनि कमेन्ट चाहिँ गर्नु होला है मेन भने अब कमेन्ट गर्नुभयो भने थाहा हुन्छ कि भिडियो हेर्नु अहिले उठाएर फालिदिन्छु ल गाइस थ्याङ्क यू सो मच फर वाचिङ टाटा बाई बाई गाइस